हेलो साथीहरु, वेलकम टु माई ब्लग। आज छोरीको मेडिकल छ। हामी मेडिकल गर्न जाँदैछौँ र हाम्रो ब्लग हेरेर मैले भर्खरै सुरु गर्दैछु। खासै राम्रोसँग त आउँदैन, त्यही पनि के कसो हुन्छ हेरेर सुझाव सल्लाह दिनु होला र लास्टमा लाइक शेयर सब्स्क्राइब चाहिँ गर्नु नभुल्नु होला है। के रे घरबाट निक्लेको भिडियो खिच्नै पाएन के ट्रेन छोड्छ कि भनेर हतार भएर छिटो जाँदा फेरि भिडियो खिच्नै पाइएन, त्यही भएर सिधै ट्रेनमा गइसकेको छ। Station time. हामी लिफ्ट चढेर अब माथि जाँदैछौँ। आज मेडिकल गर्ने भनेर मेरो छोरी पनि डराए जस्तो छ, स्मेल नि गरी छैनिन्। सानुको ड्याडीले काम गर्ने अफिस चाहिँ हो, एजिएल अफिस। पिटु Daddy, come here. A. मेडिकल गर्ने ठाउँमा आयौँ, जान्छौँ। हामी चाहिँ अपोइन्टमेन्ट टाइम भन्दा पनि छिटो गएछौँ। त्यहाँ चाहिँ 5 मिनट अगाडि जानुपर्ने छ, अनि त्यही भएर बाहिर आएर यसो फोटोसोटो खिचेर कुरेर बस्यौँ। अनि त्यसपछि हाम्रो टाइम भयो अनि हामी चाहिँ भित्र गयौँ। मेडिकल सकेपछि चाहिँ हामीलाई एकदम भोक लाग्यो, नानी पनि भोकाएर रुन थाल्यो। अनि त्यसपछि केही खान जाऊँ न भनेर खान जान लाग्यौँ। साथीहरू बच्चा भएपछि साह्रै गाह्रो हुन्छ आमालाई, जहाँ गए नि आफैले खुवाउनु पर्ने, वास्तै गाह्रो भयो। भोक लाग्यो खान्छौ? छोरीलाई नि भोक लाग्यो, छोरीको बाउलाई नि भोक लाग्यो। र यस्तो खाना ट्राई गर्ने भनेको यो खासै मिठो भन्छ। बुढो कस्तो भयो? भोक लाग्यो। दुई टक भात यता के लिन्छ? खाना खाएपछि चाहिँ ड्याडी कामतिर जानुभयो, अनि छोरी र म चाहिँ घरतिर लाग्यौँ। ट्रेन स्टेसनमा जान लाग्यौँ। स्टेसन पुगेर माइकी टचन गरेर लिफ्टबाट तल जाँदैछौँ छोरी र म प्लेटफर्ममा। छोरी हिँड्दै रहेछौँ, ट्रेन आउन अझै 5 मिनट रहेछ। हामी कुरिरहेछौँ छोरी र म। कुर्दा कुर्दै ट्रेन पनि आयो, अनि त्यसपछि ट्रेन चढेर हामी घरतिर लाग्यौँ। ट्रेनबाट चढेर छोरी र म वाक गर्दै घर जाँदैछौँ। माथितिर हेर्नु न, आकाशतिर कस्तो दामी भ्यू देखेछ के, वाउ दामी देखेछ। हामी घर पुग्यौँ। Thank you for watching our vlog. Please subscribe our channel.